एक दुईचोटि सहुनी हो, त्यहाँबाट चाहिँ सहिँदैन होइन। जुन ढुङ्गाको झटारो भने चाहिँ एकचोटि सहिन्छ, दुईचोटि सहिन्छ, तीनचोटिमा सहिँदैन। पछिल्लो अवस्थामा हेरौँला केही भएन होइन। मैले सक्ने चाहिँ अहिलेको अवस्थामा जस मैले सक्ने चाहिँ यति नै हो उहाँको लागि होइन। हजुरहरू सबैजनाले सहयोग गरिदिनु होला। कति सहयोग गर्दै हुनुहुन्छ ठ्याक्कै भनिदिनु पर्यो। 3050 रुपियाँ सहयोग गर्दैछु। पक्कै पनि दर्शक महानुभावहरू, कालीराज गुरुले पनि मनभित्रबाटै मङ्गल स्याङतानको लागि चाहिँ उहाँको लागि चाहिँ हामी यहाँ बचाउ अभियानमा हिँडेको कारणले गर्दाखेरि यहाँसम्म आइपुगेका छौँ र उहाँले मनभित्रदेखि बाँचोस्, भोलिको दिनमा हामीले सहयोग गर्नुपर्छ भनेर चाहिँ उहाँले 3050 रुपियाँ चाहिँ मङ्गल स्याङतान भाइको लागि चाहिँ सहयोग गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। छोटकारीमा बुझाउँदाखेरि चाहिँ यो चाहिँ को चाहिँ शुद्ध छ र को चाहिँ पवित्र छ भन्ने हिसाबले चाहिँ पहिला चाहिँ नि वन धर्म भनेको जस्तो पहिला चाहिँ सत्ययुगमा चाहिँ गणेश खण्ड वनदेवी वन झाँक्री लगेर चाहिँ नि जस भनौँ न वन झाँक्री लैसके पछाडि चाहिँ सिकाएर पठाउनु हुन्थ्यो। अब अलिक पछि चाहिँ अब जस लट्टा आएपछि चाहिँ यो फलानु मान्छे चाहिँ शुद्ध हो र उसलाई कुचो लाउनु हुँदैन, खुट्टो लाउनु हुँदैन, जुठो पिठो गर्नु हुँदैन, यो मान्छेले चाहिँ लट्टा छ, यो धामी नै हुने हो भनेर अनि त्यो अनुसारले ऊ धामी हुने हो। खासमा चाहिँ लट्टाको चाहिँ यो अर्थ हो होइन। अब यसको धेरै लामो छ, तर अब अहिले म चाहिँ धेरै लामो कहानी गर्दिनँ होइन। खासमा त्यो हो। अब अहिले चाहिँ कति प्रायले रहरको लागि पनि होइन अब माता धामीहरूले पनि हालेको देखिन्छ त्यो छ लट्टामा। जस्तो अगोरीहरूको पनि यस्तै लट्टा हामी देख्छौँ के। धामी झाँक्रीहरू माताहरू पनि कुनै चाहिँ यसरी त्यो लट्टै लट्टा भएको धामी झाँक्री माता अगोरीहरू चाहिँ एकदमै डेन्जर हुन्छन् रे, हानबान पनि चलाउँछन् रे भनेपछि हजुरले धेरै हानबान चलाउनुहुन्छ कि? अब यो चाहिँ बच्चा खेल होइन। अब परेमा गरिन्छ हानबान भनेको चाहिँ नि अब एकदम खतरै हो। अब जुन हजुरले भन्नुभयो नि सजिलो तरिकाले, तर त्यो सजिलो हुँदैन होइन। हानबान भने चाहिँ परेछ भने गरिन्छ, त्यो ठुलो कुरो होइन। तर एकदम भनौँ न नपरे त्यो गर्ने कुरा पनि होइन। त्यो बान चलाउँदाखेरि त मान्छे पनि ठहरै मर्छन् रे नि त। अब सत्ययुगमा हो, तर यो कलियुगमा चाहिँ त्यस्तो हुँदैन होइन। जस हामीले भनेको मैले भनेको चाहिँ नि ठडै हुन लाग्यो मान्छेले त उपचार गर्ने हो। उपचार गर्नको लागि चाहिँ बस्नु भएको छ। तपाईँले बान चाहिँ हान्नुहुन्छ नि? म अब त्यो विषयमा सक्नुहुन्छ, तपाईँ बान चलाउनुहुन्छ सकिन्छ भनेपछि तपाईँलाई हेप्ने होइन रिस उठाउने मान्छेलाई त ठोक्नुहुन्न कहिलेका? अब त्यो नगरौँ, किनभने जसले जुन कर्म गर्छ उसले त्यसको फल पाउने हो। राम्रो कर्म गरे राम्रोकै फल पाउने हो, नराम्रो कर्म गरे नराम्रोकै फल पाउने हो। सुहाउनु नै राम्रो कुरा हो। फेरि सुहाउने भने अतिभन्दा अति भयो भने चाहिँ सहिँदैन, कुरा त्यति हो। पछिल्लो समयमा चाहिँ कालीराज झाँक्री गुरुबाले चाहिँ छुटेको जोडीहरूलाई झ्यापै मिलाउनु भएको छ अरे। घर परिवारको सम्बन्ध चाहिँ यदि मिलाउन पर्यो भने टक्क नुन हर्सानी चट्टा हालेको जस्तै हो। 200% काम फिनिस ठ्याक्कै। कति दिनभित्रमा मिलाउन सक्नुहुन्छ तपाईँ? 3 दिनदेखि 35 दिनभित्रमा। तर मान्छेको जस्तो म 24 घन्टामा चाहिँ म भन्दिनँ, किनभने त्यसको पनि देवी देवताले लाग्ने समय हुन्छ। त्यो समयभित्रमा चाहिँ नि देवी देवताले काम गर्ने हो। ठ्याक्कै मिलाइदिनु हुन्छ? ठ्याक्कै हुन्छ। कतिपय मिडियामा हामीले सुनेका पनि छौँ तपाईँ एकदम रिसाउनुहुन्छ, रिसा झाँक्री भनेर पनि चिनिँदो रहेछ। हो, त्यो अब कुन तरिकाले अब कुन विषयमा रिसाउने हो, कुन काममा रिसाउने हो भन्ने हुन्छ। त्यसो अब मलाई देउता आउँछन् कि न वीरमसन पो बोला हुन्छु कि भैरव पो बोला हुन्छ कि त्यो अनुसारले हुने हो नि त। धामी झाँक्रीले झारफुक गरेर हुने अब लागु लगन हो भने कुनै ठाउँमा गएर पनि नभएको चाहिँ विश्वास गरेर आउनु पनि हुन्छ। ग्यारेन्टीका साथ? ग्यारेन्टीको साथ। मैले ठ्याक्कै बिचमै सोध्न चाहिहालेँ, तपाईँलाई भेट्न चाहने, तपाईँसँग उपचार गर्न चाहने, कति ठाउँमा जाँदाखेरि पनि अब उपचार गरेर पनि निको नभएका कति ठाउँमा झाँक्रीहरू अहिले म यसो गर्छु उसो गर्छु पनि भन्छन्, गएर पैसा लिने तर बिमारी निको नहुने पनि कति ठाउँमा हामीले देखिरहेका छौँ होइन। उहाँहरू यहाँनिर आउन चाहेको खण्डमा चाहिँ यहाँको थोरै ठेगाना दिनुहोस् न। मेरो चाहिँ पहिला यता नारायणडाँड थियो, अहिले चाहिँ म सरेको लगभग 6 महिना जति भयो। मेरो ठेगाना चाहिँ गोकर्णे काठमाडौँ गोकर्णेश्वर नयाँ पाटी ठ्याक्कै बङ्गाला चोकैमा मेरो ठेगाना चाहिँ यहाँनिर। हजुरहरूलाई यहाँबाट चाहिँ देश विदेश स्वदेश जहाँ हुनुहुन्छ यहाँबाट चाहिँ जस मैले सुविधा मजाले दिन सक्छु। मकवानपुर जिल्ला इन्द्र सरोवर गाउँपालिका 5मा जन्मनु भएका उमेर 39 को मङ्गल स्याङतानको दुवै मृगौलाले काम नगरेको हुँदा हप्ताको 2 चोटि चाहिँ उहाँलाई डायलिसिस गरिरहनु परेको छ। अहिले नेपाल भारत मैत्री अस्पतालमा चाहिँ उहाँको उपचार भइरहेको छ। उहाँको सहयोगको लागि चाहिँ उहाँलाई बचाउ अभियान
हामीले सुरु गरेका छौँ होइन। पक्कै पनि तपाईँले सहयोग गर्नुहुन्छ भन्ने आशाले हामी यहाँसम्म आइपुगेका छौँ। उहाँलाई सहयोग गर्न चाहनुहुन्छ? उहाँको लागि होइन एकदम म जस हजुरहरू जस राम्रै ठाउँमा आउनुभयो, धेरै त म पनि सक्दिनँ होइन, म सहयोग गर्छु र मसँगै होइन जतिजना यो भिडियो हेर्नुहुन्छ थोपाले समुद्र हुन्छ र त्यो अनुसारले चाहिँ हजुरहरूले नि सहयोग गरिदिनु भन्न चाहन्छु। किनभने हाम्रो जिन्दगी सधैँ यस्तो हुन्छ, हामी जस भन्न सकिँदैन, भोलिको दिनमा हाम्रो दिन पनि यो आउन सक्छ भन्दै होइन। धेरै त म पनि सक्दिनँ, जुन भनौँ न मैले सक्ने भनेको चाहिँ अहिले है पछिल्लो अवस्थामा हेरौँला, केही भएन होइन। मैले सक्ने चाहिँ अहिलेको अवस्थामा जस मैले सक्ने चाहिँ यति नै हो उहाँको लागि होइन। हजुरहरू सबैजनाले सहयोग गरिदिनु होला। कति सहयोग गर्दै हुनुहुन्छ ठ्याक्कै भनिदिनु पर्यो? 3050 रुपियाँ सहयोग गर्दैछु। पक्कै पनि दर्शक महानुभावहरू, कालीराज गुरुले पनि मनभित्रबाटै मङ्गल स्याङ्तानको लागि चाहिँ उहाँको लागि चाहिँ हामी यहाँ बचाउ अभियानमा हिँडेको कारणले गर्दाखेरि यहाँसम्म आइपुगेका छौँ र उहाँले मनभित्रदेखि बाँचोस्, भोलिको दिनमा हामीले सहयोग गर्नुपर्छ भनेर चाहिँ उहाँले 3050 रुपियाँ चाहिँ मङ्गल स्याङ्तान भाइको लागि चाहिँ सहयोग गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद।